तपाईको पेट 3-4 दिनदेखि सफा भएको छैन, पेट ढुङ्गा जस्तो कडा भएको छ, ग्यास छ र भारीपन महसुस भइरहेको छ, अनि तपाईँ सोच्दै हुनुहुन्छ औषधि बिना नै बिहानै पेट हल्का बनाउन सकिन्छ कि सकिँदैन। आज म तपाईँलाई 5 यस्ता घरेलु उपाय बताउनेछु जुन वैज्ञानिक रूपमा पनि पाचन सुधार्न सहयोगी मानिन्छन्। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्नुहोस्। धेरै मानिसलाई लाग्छ पेटभित्र फोहोर जमेर बसेको हुन्छ र त्यसलाई निकाल्न डिटक्स चाहिन्छ, तर मेडिकल विज्ञान अनुसार यस्तो हुँदैन। शरीरमा फोहोर जम्ने होइन, बरु कब्जियत, ढिलो पाचन, कम पानी पिउने, फाइबर कम खाने र कम हिन्डुल गर्ने कारणले पेट सफा नहुने समस्या हुन्छ। अमेरिकन ग्यास्ट्रोएन्टरोलोजी एसोसिएसन अनुसार कब्जको मुख्य कारण नै जीवनशैलीसँग सम्बन्धित हुन्छ। पहिलो उपाय हो बिहान उठ्ने बित्तिकै तातो पानीमा आधा कागती निचोरेर पिउनु। यसले आन्द्रालाई सक्रिय बनाउन मद्दत गर्छ र पाचन रस बढाउँछ, जसले पेट सफा हुन सहयोग गर्छ। दोस्रो उपाय हो फाइबरयुक्त खाना खाने, जस्तै स्याउ, केरा, ओट्स र सागसब्जी। फाइबरले दिशा नरम बनाउँछ र आन्द्राको गति सुधार्छ। फाइबरलाई कब्जियतको पहिलो उपचारका रूपमा सिफारिस गरेको छ। तेस्रो उपाय हो इस्बगोल वा भुसी राति सुत्नुअघि पानीसँग लिनु। यसले पानी सोसेर जेल जस्तो बनाउँछ र दिशा सजिलै बाहिर निकाल्न मद्दत गर्छ, तर यससँगै पर्याप्त पानी पिउनु जरुरी हुन्छ। चौथो उपाय हो दैनिक 20-30 मिनेट हिन्डुल वा व्यायाम गर्नु, किनकि हिँड्दा आन्द्राको गतिविधि बढ्छ र ग्यास तथा फुल्ने समस्या कम हुन्छ। हार्वर्ड हेल्थ अनुसार शारीरिक गतिविधिले पेटको नियमितता सुधार गर्छ। पाँचौं उपाय हो तातो पानीमा ज्वानो उमालेर पिउनु। यसले ग्यास कम गर्छ र पेटको क्र्याम्प पनि घटाउँछ। परम्परागत रूपमा पनि ज्वानोलाई पाचनका लागि उपयोगी मानिन्छ। तर यदि तपाईलाई 1 हप्ताभन्दा बढी कब्ज छ, दिशामा रगत आउँछ वा अत्यधिक पेट दुख्छ भने यसलाई सामान्य नठान्नुहोस् र तुरुन्त डाक्टरलाई देखाउनुहोस्, किनकि यो आइबिएस, थाइराइड वा अन्य पेट सम्बन्धी समस्या हुन सक्छ। अन्तमा याद राख्नुहोस्, पेटमा फोहोर जमेको होइन, समस्या तपाईँको जीवनशैलीमा हुन्छ। यी 5 उपाय लगातार 7 दिन अपनाउनु भयो भने धेरैले प्राकृतिक रूपमा राहत पाउने गर्छन्। शरीरलाई जबरजस्ती डिटक्स गर्नु पर्दैन, शरीर आफै सफा गर्ने स्मार्ट प्रणाली हो।